है अनि हामी कहाँ जाँदैछौँ हामी आज भारतको मन्दिर कङ्कालनी मन्दिर हजुर हामी वहाँ जाँदैछौँ अनि उहाँ चाहिँ माइजू उहाँ चाहिँ मामा है उहाँ माइजू हेलो भन्नु अनि उहाँ काका हेलो 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 अनि उटीको होइन अनि गाइस मलाई चाहिँ अलिक कम्फर्ट लागेको छ होइन अनि यहाँ बहिनी पनि छ है हेलो ओइ अब हामी चाहिँ होइन आमा र बुवालाई यहाँ आउनु आएको भएको छ पर्खिरहेको भएको छ हामी जाँदैछौँ अनि उहाँहरू आउनुहुन्छ है अहिले के बोल्नु भयो होइन कुराहरू पनि केही बोल्दैन धेरै बोले जस्तै हुन्छ त्यही भएर पनि बोलेको हुन्छ होइन गाई मेरो दाँत चाहिँ अलिक अब यहाँ हेर्नु न यहाँ सबैजनालाई हेर्नु यहाँ उहाँको च्यानल हो तर म बोलिरहेको छु अनि हेर्नुहोस् We are super excited. Yeah, we are very excited. अनि यहाँ काका हेर्नु हामी लाइभ हाल्नुपर्छ होला अगाडि मैले अब चिसो त्यति धेरै छैन गाइज होइन अहिले चाहिँ के भन्छ चिसो छैन, जाडो छ। लागिरहेको छ हल्का हावा मात्र आइरहेको छ धेरै जाडो छ तिमी के भन्न चाहन्छौ गाडी अलिक कबाडी पो भन न होइन गाइज त्यस्तो भन्नु म उहाँले भन्न चाहनुहुन्छ के भन्न चाहनुहुन्छ म के भन्न चाहन्छु आज चाहिँ हाम्रो एउटा नानीको सानो भाकलको प्रोग्राम थियो अब हामी कङ्कालनी मन्दिरमा गएर चट्ट एउटा बोका काट्छौँ गाइज हामी मन्दिर आयौँ फाइनल्ली गाइज उहाँ बाउछोरीको आफ्नै ताल छ गाइज आफ्नै यहाँ कार्यक्रम छ गाइज माइजू यहाँ हिँड्दै हुनुहुन्छ हाई भने गाइज हामी मन्दिर फाइनल्ली आइपुग्यौँ है अनि माइजू हिँड्दै हुनुहुन्छ सबैजना यहीँ हुनुहुन्छ है गाइज फाइनल्ली मन्दिर सुन्दा गएको फाइनल्ली हामीले मन्दिर पनि पुग्यौँ होइन अनि उहाँ यस्तो भइरहेको छ क्या अनि हेरौँ मन्दिर भनेको हामी छिर्यौँ मन्दिर उसले चाहिँ मलाई जतिखेर जिस्काएको छ गाइज ऊ चाहिँ मेरो चचेरा भाइ हो चचेरा आप लोग को पता है ये कौन है ये मेरी चचेरा भाइ गाई सबैजना यहाँ हुन्छ गार्डनमा हेलो ब्लग हो के भन्न चाहनुहुन्छ अनि मन्दिर चाहिँ उहाँ छ है गाइज मन्दिर फाइनल्ली मन्दिर आइपुगेँ आउने भन्दा फाइनल्ली आइपुग्यो होइन सो म चाहिँ यता लकडाउनको पनि भनिदिन्छ गाइस सो आज त खोइ अघि त जोस पनि आएको थियो भ्लग बनाउनु अहिले त जोस पनि छैन गाइस त्यो पनि लेट्स कन्टिन्यू द भ्लग होइन अनि त्यही हो आज बेहुली जस्तै भएर आएको छु अब यहाँ सब बेला गर्नुहुन्छ गाइस होइन सो हामी चाहिँ अब के सामान लिने प्लानमा छौँ तरकरमा होइन यो चाहिँ मामाको च्यानल हो गाइज म भनेको छु तपाईँहरूलाई मामाको च्यानल हो है सबैजनालाई लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला यहाँ मामा माइजू लिँदै हुनुहुन्छ त्यो नदिनु न त्यो हुँदैन लिँदै हुन्छ गाइज सामानहरू लिइसक्नु गाइज है अब हामी गएको है गाइज भ्लग बनाउँदै जानुपर्ने हुन्छ मन्दिर चाहिँ यहाँ ठुलो बाबा र ठुलो मम्मी हुनुहुन्छ हेलो भनिदिनु मेरो भ्लगमा खोइ ठुलो बाबाले चाहिँ हाल्नु नि भन्नु भएन अघि पनि हाल्नु भन्नुभएको थियो यसरी नै गाइज अब हामी मन्दिरभित्र छिर्न आँटेको मेरो त्यो खुट्टामा चप्पल छैन गाइज हाम्रो चप्पल हुँदैन खुट्टामा मन्दिर छिर्दैछौँ है यहाँ पानी छैन होला नि कुल्ला गर्नुपर्छ होला हौ त कुल्ला गर्नुपर्छ होला होला नि यताको त्यो धारा मन्दिर गाइस यहाँ चाहिँ भाकल थियो है अनि आउनुभएको हो आज हामी माइजू र मामाको भाकल थियो अनि हामी आएको गाइस मन्दिर छिर्यौँ खोइ
माइजू ऊ धारा हामी त्यसलाई मुख खुल्ला गरौँ है अनि मात्र हामी मन्दिरभित्र कन्टिन्यू छिर्न सक्छौँ के खाएको हुन्छ नि त अनि मुख खुल्ला गर्नुपर्छ क्या मन्दिर जाँदा अनि मन्दिर जाँदा कहिले पनि कपाल खुल्ला राख्नु हुँदैन है गाइज यति कुरा याद राख्नु है धारा पानी दिएको हुन्छ ठुलोले हामीले चाहिँ मुख पनि धुयौँ है गाइस जब हामी जाँदैछौँ कहाँ जाने हो त्यो मलाई थाहा नै छैन हामी जाँदैछौँ यहाँ भाकल थियो है यो चाहिँ मन्दिर हो है यहाँको ए गाइज मन्दिरमा भिडियो बनाउनु हुन्छ कि हुँदैन आई डोन्ट नो क्या लिटरल्ली मलाई थाहा थिएन होइन अनि त्यही भएर त्यही पनि मैले हल्का फुल्का त बनाएँ है अनि सो त्यही हो अब मन्दिर आयौँ है मन्दिर आएपछि बिना बजाउनुको लागि सो लेस यहाँ के भाकल थियो तपाईँको हाम्रो नानीको भाकल हो नानी जन्मे पछाडि भाकल पुरा गर्ने बोका चढाउने भनेको थियो अनि आजको दिन ज्वरो अनि त्यही भएर आज हामी यहाँ कङ्काली मन्दिरमा दर्शन गर्दै बोका चढाउने अनि नानीको कपाल काट्ने कार्यक्रम पनि गर्ने भनेका छौँ अनि तपाईँको नानीले कपाल काट्न चाहिँ मान्छ नि नमाने पनि अलिकति विधि काट्ने हो नि त सबै काट्ने होइन अलिकति विधि गर्ने सो हाम्रो यहाँ लजवन्ती पनि छिन् यिनी चाहिँ ओभर लजवन्ती छिन् है होइन गाइज के भन्न चाहन्छु तिमी मेरो गाइजहरूलाई के भन्न चाहन्छु उहाँलाई केही भन्नु अब ब्लग छ तपाईँ केही भन्न चाहनुहुन्छ केही भन्नुहोस् दर्शन गरियो ल घुम्न आइयो डुलियो आउनुभएको थियो आएको थिइनँ पूजा गर्नलाई हामी अब चाहिँ हामी जानु आँटेको होइन अब त्योभन्दा अगाडि चाहिँ मैले कतिवटा भ्लग बनाएको थिएँ तर कतिवटा भ्लग चाहिँ अब भएन अब यस्तै हो पहिले जति भ्लग बनाउँदा होइन अनि यो चाहिँ इन्डिङ गरेको हो क्या वास्तवमा हामी पिता पनि आफूले के गर्नु अनि यो इन्डिङ गरेको हो क्या गाइड भ्लगको होइन अनि रमाइलो भयो आज कस्तो भयो गाइड आज के भयो रमाइलो भयो कि भएन बुवा कस्तो भयो भन्नु ऊ माइज आउँदै हुन्छ उहाँ गाइज अब हामी चाहिँ यो भ्लगलाई इन्ड गर्छौँ है यति नै हो धेरै धेरै बोल्दिनँ म धेरै बोलेको धेरै गर्छ अब है उसको त्यही हो रमाइलो भयो ठिकै भयो अनि अब हेर्नु होला भ्लग लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला च्यानललाई अनि मेरो च्यानल चाहिँ होइन यो लाइक नेपाली मैले ट्राई गर्छु तपाईँ के भन्न चाहनुहुन्छ तपाईँको फ्यानहरूलाई आजको दिन एकदम रमाइलो भयो रमाइलो गऱ्यौँ होइन चाहेको चिताको कुरा गर्न पायो त्यसैमा धेरै धेरै खुसी छु इन्ड हुन आँटेको छ है भ्लग अब यस यो इन्डिङ हो है ल ओके गाइज सो मच